and welcome to my YouTube channel. अब जापानमा जाडो सुरु भयो नि त एकदमै चिसो हावा लाग्ने क्या अनि त्यही भएर मैले चाहिँ अब हाम्रो यहाँको झ्यालमा इन्सुलेसन सिट हाल्न लागेको कि जसले गर्दा चाहिँ यो चिसो हावा आउन रोक्छ नि त। मैले उतापट्टिको झ्यालमा त राखिसकेँ अनि त्यो एकदम मलाई इफेक्टिभ लाग्यो कि। पहिला त राति सुत्ने बेलामा यो टाउको लासे चिसो भएको फिल हुन्थ्यो बाहिरको हावाले हैन। अनि त्यही भएर मैले त्यो हालिसके पछाडि चाहिँ यहाँ पनि व्हाइ नट टु ट्राई भन्ने फिल भयो क्या। सो मैले हिजो चाहिँ मार्केटमा गएर किनेर ल्याएको छु। यो चाहिँ मेरो सानो रुम हो अनि हामीले चाहिँ यता बेड राखेको छ क्या। यो झ्यालबाट चाहिँ कस्तो चिसो हावा आउँथ्यो है। अनि त्यही भएर मैले चाहिँ यस्तो इन्सुलेसन सिट किनेर टाँसिदिएको क्या। मलाई राम्रोसँग टाँस्न त आएन, जस्तो आउँछ त्यसरी टाँसेको। धेरै नै बाहिरबाट हावा आउने चाहिँ ब्लक चाहिँ गर्दो रहेछ है। नत्र त यहाँ सुत्ने बेलामा कस्तो सिधै झ्यालबाट चिसो हावा आएको जस्तो लाग्थ्यो कि अहिले चाहिँ यस्तो हावा आएको फिल हुन्न। हुन त एसी पनि छ यहाँ होइन, यहाँ हिटर पनि बाल्न त बाल्छ तर नि अब यता के अरे अलि धेरै तातो नपुगे जस्तो लाग्ने कि। तातो त जाने बट टाउकोमा धेरै चिसो आएको जस्तो फिल हुने क्या। यहाँ मेरो फुच्चे चाहिँ यहाँ कार्टुन हेरेर बसिरहेको छ क्या। सो यो झ्यालमा पनि टाँस्नलाई यहाँ चाहिँ त्यो बबल टाइपको हुन्छ नि, नेपालमा भए त पहिला हामी नेपालमा हुँदा त पेट 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 पड्काउँथ्यो क्या। मैले किनेर चाहिँ लिएर आएको छु। यता राखेको छ फुच्चोकले, बाबुले एकदमै चलाएको गर्छ क्या। त्यही भएर मैले यस्तो सामानले लुकाएर राखेको। यो बबल ऱ्याप हो, पानीले टाँस्न मिल्छ अरे। मैले चाहिँ हाम्रो नजिकैको यहाँ क्वेन 2 ठाउँमा गएँ होइन, 2 ठाउँमै नपाएर अब होस् के अब यहाँ क्वेनबाट नभएपछि के गर्नु भनेर यहाँ नजिकैको सुपर मार्केटमा बेचिरहेको थिएँ। अनि त्यहाँबाट किनेर लिएर आएको क्या। 2 रोल हुँदो रहेछ। अब यहाँ टाँस्ने सायद यहाँ पनि टाँसेर हावा ब्लक हुन्छ कि है। धेरै टिकटकहरूमा सोसल मिडियाहरूमा देखेँ कि मैले यस्तो राखेँ भने चाहिँ अलिकति भए पनि भित्र कोठाको टेम्परेचर अलिकति तातो हुन्छ भनेर। सो आइम गोना ट्राई। मेरो बाबुलाई चाहिँ निन्द्रा लागिसक्यो, त्यही भएर मैले फर्स्टमा चाहिँ उसलाई सुताएँ। फुच्चे सुत्यो भने त काम गर्नु पनि सजिलो हुन्छ नि त। नत्र त मैले जे गरेँ उसलाई पनि त्यही गर्नुपर्छ, झुन्डेको गर्छ। कस्तो दुःख दिन्छ कि कामै अगाडि मजाले सर्दैन क्या। अनि ऊ चाहिँ सुत्यो। यो टाँस्ने एकदमै सजिलो छ। पहिला चाहिँ यसलाई झ्याललाई मजाले पुसेँ मैले। झ्याल सफा नगरेको पनि अलि दिनै भइसकेको थियो, त्यसैले यसलाई चाहिँ पहिला वेट टिस्युले मजाले पुसेँ। अनि त्यस पछाडि फेरि सुक्खा टिस्युले पनि पुस्यो। अब पालो भयो त्यो इन्सुलेसन सिट लाउने। लु त यो कटरले खोलामै त अब। यो टाँस्न पनि धेरै सजिलो छ क्या। पानी छर्किने अनि त्यस पछाडि त्यही पानीमाथि यो सिट राखेर झ्यालको साइजमा काटिदिने हो। मसँग चाहिँ बोतलै छैन छ क्या। यता बोतल भएकोहरू पनि सबै के हालेर प्याक रहेछ, त्यही भएर सानो बलमा पानी ल्याएर मैले हातले नै छर्किदिएको क्या। अहिले फर्स्टमा त अप्ठ्यारो जस्तो फिल भइरहेको थियो, तर गर्दै गइसके पछाडि चाहिँ हुनु चाहिँ भयो। मलाई चाहिँ अलि टाइम लाग्यो यो फुल हाल्नलाई चाहिँ। ल फाइनली मैले मेरो माधवमा होइन इन्सुलेसन सिट्स पनि हाल्यो। दिस इज द विन्टर ह्याट होइन। यो चाहिँ विन्टर ह्याट हो क्या, अलिकति तातो हुनको लागि। तपाईँहरू पनि ट्राई गर्नु होला। मलाई उतापट्टिको रुममा त्यो हालेर अलिकति तातो फिल भएर चाहिँ मैले यहाँ पनि हालेको। खासमा चाहिँ हेरौँ यसले चाहिँ कतिको काम गर्छ। बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो।